एउटी लाठी र बहिरो केटी जसले अन्डरवर्ल्डको सबैभन्दा ठूलो डनसँग पंगा लिन्छे। यो बाहिरबाट हेर्दा त एकदम निर्दोष इनोसेन्ट देखिन्छे, तर काम भने मान्छेहरूलाई ठेगान लगाउने गर्छे। तर माथिबाट जुन क्लाइमेक्समा ट्विस्ट आउँछ नि भाइ, कथा सुरु हुन्छ मुम्बईका दुई जुम्ल्याहा दिदीबहिनीबाट। दुवैजना एउटा बन्द रहेको 5 स्टार होटलभित्र छिर्छन्। यो होटल पछिल्लो 6 महिनादेखि बन्द थियो, तर दुवैजना भित्र गएर मात्र हेर्न चाहन्थे कि यो ठाउँ कस्तो देखिन्छ। यी दुई मध्ये एउटी केटीको नाम बेबी हो, जो बोल्न र सुन्न सक्दिन। उसकी दिदीले उसको धेरै ख्याल राख्छिन्। बेबीको खुट्टामा एउटा पाउजु हुन्छ, जसको आवाजबाट उसकी दिदीले बुझ्छिन् कि बेबी उसको पछि पछि आइरहेकी छ। होटलभित्र घुम्दा घुम्दै दुवैले एउटा ढोका देख्छन्, जसमा स्पष्ट रूपमा नो इन्ट्री लेखिएको हुन्छ। तर केटाकेटी जस्तो जिद्दी गर्दै दुवैजना भित्र छिर्छन्। भित्र छिर्ने बित्तिकै उनीहरूले भुइँमा एउटा काटिएको कान र रगत देख्छन्। यो देखेर दुवैजना डराउँछन्। तर उनीहरू बाहिर निस्कनु अघि नै उनीहरूले अगाडि एउटा मान्छे देख्छन्, जसले अर्को मान्छेलाई मारिरहेको हुन्छ। त्यो किलरले जस्तै यी दुवैलाई देख्छ, तुरुन्तै उनीहरूको पछि लाग्छ। दुवै दिदीबहिनी ज्यान जोगाएर भाग्छन्। तर यही भागदौडमा बेबी आफ्नो दिदीबाट छुट्छिन्। केही समयपछि बेबीले देख्छ कि त्यही किलरले उसकी दिदीलाई मारिदिएको छ। यो क्षणले उसको पूरा जीवन बदलिदिन्छ। यसपछि कथा केही वर्ष अगाडि बढ्छ। अब बेबी ठुली भइसकेकी छ। एक दिन उनी ट्रेनमा यात्रा गरिरहेकी हुन्छन्। ट्रेनमा उनी चुपचाप एउटा मान्छेको फोटो खिच्छिन् र कसैलाई पठाउँछिन्। जस्तै अगाडिबाट जवाफ आउँछ कि यही मान्छे हो, उनी भिलो नगरी उसलाई सुट गरिदिन्छन्। वास्तवमा बेबीसँग एउटा छाता हुन्छ र त्यही छाताभित्र बन्दुक लुकेको हुन्छ। उनी त्यही बन्दुकले त्यो मान्छेलाई मार्छिन् र भिलको फाइदा उठाएर आरामले त्यहाँबाट निस्कन्छन्। बाहिर आएर उनी एउटा बस स्टपमा रोकिन्छन्। त्यहाँ दुईजना मान्छेले उनलाई जिस्काउने र हैरान पार्ने प्रयास गर्छन्। बेबीले उनीहरूलाई पाठ सिकाउनै लागेकी हुन्छन् कि त्यत्तिकैमा प्रहरीको पेट्रोलिङ भ्यान त्यहाँ आइपुग्छ। यस भ्यानमा डिसिपी अन्जुम हुन्छन्। उनी तुरुन्तै बुझ्छिन् कि यी दुई मान्छेले के गर्ने प्रयास गरिरहेका थिए। उनी उनीहरूलाई डराएर त्यहाँबाट भगाइदिन्छन्। यसपछि अन्जुमले बेबीसँग कुरा गर्ने प्रयास गर्छिन्, तर बेबीले इसारामा बताउँछिन् कि न उनी बोल्न सक्छिन् न त सुन्न नै। अन्जुमले उनलाई आफ्नो गाडीमा बसालेर घर छोड्न जान्छन्। बाटोमा उनको नजर बेबीको जुत्तामा पर्छ, जुन ठ्याक्कै अन्जुमको जुत्ता जस्तै हुन्छ। त्यसपछि उनी बेबीको पूरा नाम पढ्छिन्, बेबी कर्मरकर। कर्मरकर एउटा मराठी शब्द हो, जसको अर्थ हुन्छ डु अर डाई, गर या मर, र यही यस मुभीको टाइटलसँग जोडिन्छ। अन्जुमले बेबीलाई उसको घरमा छोडिदिन्छन्। घर आएपछि हामीलाई बेबीको जीवनको दोस्रो हिस्सा देखिन्छ। बेबीका बुबाको मृत्यु बाल्यकालमै भइसकेको थियो, तर त्यसपछि उसकी आमा पूर्ण रूपमा ठिक रहन सकिनन्। बेबीकी आमाले अक्सर उनलाई ताना मारिरहन्छन् कि उनी कुनै पनि कुराको ध्यान राख्दिनन्। तर बेबी चुपचाप सबै सहन्छन्, किनभने उनको भित्र बाल्यकालको त्यो दर्दनाक घटना आज पनि जीवितै छ। त्यतिकैमा बेबीको फोनमा बारम्बार एउटा कल आउँछ। फोनमा नाम सेभ गरिएको हुन्छ पापा। बेबीले त्यो कल उठाउँछिन् अनि अगाडिको मान्छे उनलाई देखेर खुसी हुन्छ कि बेबी ठिक छ। यहाँबाट बुझिन्छ कि बेबी एक्लै छैन। उसको जीवनमा कोही यस्तो मान्छे छ जसले उनलाई गाइड गरिरहेको छ। अर्कोतर्फ पूरा शहरमा हल्ला फैलिसकेको छ कि ट्रेनमा फेरि एउटा हत्या भएको छ। यस्तो अहिलेसम्म 6 पटक भइसकेको छ, तर प्रहरीलाई अहिलेसम्म थाहा छैन कि यी सबै हत्या कसले गरिरहेको छ। यसपछि कथामा सिद्धुको इन्ट्री हुन्छ। सिद्धु बेबीको छिमेकमा बस्छ। उनी मुम्बई गायक बन्न आएका थिए, तर हाललाई बच्चाहरूलाई गायन सिकाउँछन्। सिद्धु बेबीलाई माया गर्छन्, र यो माया आजको होइन, धेरै पुरानो हो। जब सिद्धु पहिलो पटक मुम्बई आएका थिए, तब कसैले उसको वालेट चोरेको थियो। उसँग बस टिकटको पैसा पनि बाँकी थिएन। तब बेबीले उसको मद्दत गरेकी थिइन् र उसको पैसा तिरेकी थिइन्। त्यही दिनदेखि सिद्धुलाई बेबी मन पर्न थालेकी थिइन्। पछि थाहा भयो कि बेबी बोल्न र सुन्न सक्दिनन्, तर यसले उसको मायामा कुनै फरक पारेन। उनी आज पनि उनीसँग कुरा गर्ने प्रयास गरिरहन्छन्। बेबीलाई पनि थाहा छ कि सिद्धुले उनलाई माया गर्छन्, तर उनी यस कुरालाई धेरै महत्त्व इम्पोर्टेन्स दिन्नन्, किनभने उसको जीवनमा कुनै नर्मल लभ स्टोरी छैन। अब कथा बेबीको कामतर्फ आउँछ। पापा नामको मान्छे जफरलाई भेट्न जान्छ। जफर एउटा ठूलो बिल्डर हो, तर उसको प्रोजेक्ट पूर्ण रूपमा अवैध, इल्लिगल छ। उनी चाहन्छन् कि बन्टी नामको मान्छेले आफ्नो नाम यस प्रोजेक्टमा प्रयोग गर्न दियोस्, ताकि फ्ल्याटहरू बेच्न सकियोस्। बन्टीले यसका लागि अस्वीकार गर्छ, त्यसैले जफरले उनलाई धम्क्याउन थाल्छ। अर्कोतर्फ जफरको भाइ लकी, भीम नामक एउटा ठूलो बिल्डर मुर्जानीलाई यस प्रोजेक्टमा सामेल गर्न चाहन्छ। तर मुर्जानीले उनलाई अस्वीकार मात्र गर्दैनन्, बरु उसको बेइज्जती पनि गरिदिन्छन्। लकीले यही कुरा जफरलाई बताउँछ। जफर आफ्नो भाइलाई धेरै माया गर्छ, त्यसैले उनी रिसको झोकमा पापालाई भन्छन् कि मुर्जानीलाई खत्तम गर्नुपर्छ। पापा यो सुनेर अलिकति अचम्ममा पर्छन्।
किनभने अहिलेसम्म उनीहरूले भिडमा सानातिना कन्ट्र्याक्ट लिएर हत्या गर्दै आएका थिए। तर मुरजानी धेरै धनी र शक्तिशाली मान्छे थिए, उनलाई मार्न सजिलो थिएन। तैपनि जफरले धेरै पैसा दिन्छ र पापा यो काम लिनका लागि तयार हुन्छन्। पापाले यो कुरा बेबी र मनुलाई बताउँछन्। मनु पनि पापासँगै काम गर्छ। यहाँ प्रश्न हुन्छ कि यी मानिसहरू कन्ट्याक्ट किलर्स हुन्, पैसा लिएर मान्छेहरूलाई खत्तम गर्छन्। पापाले बेबीलाई भन्छन् कि मुरजानीलाई मार्न धेरै गाह्रो हुनेछ, किनभने उनी यति ठुलो मान्छे हुन् कि भिडभाड भएको इलाकामा सजिलै आउने छैनन्। तर बेबीले इसारामा बुझाउँछिन् कि मुरजानीलाई उनकै जस्ता मानिसहरूको भिडमा मारिनेछ। यसपछि यी मानिसहरूले मुरजानीमाथि नजर राख्न सुरु गर्छन्। उनीहरूलाई थाहा हुन्छ कि मुरजानीलाई केटाहरूमा इन्ट्रेस्ट छ र उनी हरेक विकेन्ड एउटा नयाँ केटालाई लिएर एउटा क्लबमा जान्छन् जहाँ केटीहरूको इन्ट्री हुँदैन। त्यसैले मनुले डिसाइड गर्छ कि उनी भित्र जानेछन् र मुरजानीलाई मार्नेछन्। मनु क्लब पुग्छन्। त्यहाँ ठुलो म्युजिक, भिड र हङ्गामा हुन्छ। मुरजानी पनि त्यहाँ एउटा केटासँग उपस्थित हुन्छन्, तर मनु धेरै अतालिन्छन्। मौका हुँदाहुँदै पनि उनी मुरजानीलाई मार्न सक्दैनन्। पछि मुरजानी आफ्ना बडीगार्डहरूसँग बाहिर आउँछन्। त्यहाँ उनलाई एउटी केटी बेहोस अवस्थामा लडिरहेकी देखिन्छ। मुरजानीले उनलाई उठाउने प्रयास गर्छन् र बडीगार्डसँग पानी ल्याउन भन्छन्। तर जस्तै बडीगार्डहरू पानी लिन जान्छन्, मुरजानीको मृत्यु हुन्छ। वास्तवमा त्यो केटी अरू कोही नभएर बेबी थिइन्। उनले त्यही मौका छोपेर मुरजानीलाई खत्तम गरिदिइन्। मुरजानीको मृत्युपछि उनको शोक सभामा डिसिपी अन्जुम पुग्छिन्। त्यहाँ उनको भेट मुरजानीकी श्रीमती मन्जुसँग हुन्छ। मन्जुले अन्जुमलाई भन्छन् कि उनको र मुरजानीको विवाह भले नै फरक प्रकृतिको थियो, तर यसको मतलब यो होइन कि उनी उसको कातिललाई छोडिदिनेछिन्। उनी चाहन्छन् कि प्रहरीले जसरी भए पनि मुरजानीको किलरलाई पक्राउ गरोस्। यसैबीच सिद्धु बेबीसँग विवाह गर्न चाहन्छन्। उनी बेबीकी आमा कहाँ जान्छन् र विवाहको कुरा गर्छन्। सुरुमा बेबीकी आमाले उनलाई गाली गर्छिन्, तर सिद्धुले आफ्नो इमान्दारिता र आफ्नो कलाले उनलाई इम्प्रेस गर्छन्। बेबीले जब यी दुवैलाई सँगै हाँसेको र कुरा गरेको देख्छिन्, तब उनलाई पनि लाग्छ कि सायद सिद्धुसँग उसको जीवन अलिकति नर्मल हुन सक्छ। बेबीले पापालाई बताउँछिन् कि उनी विवाह गर्न लागेकी छिन्। पापाले उनलाई सोध्छन् कि विवाहपछि उनले काम छोडिदिनेछिन्। बेबीले स्पष्ट रूपमा भन्छन् कि नाइ, उनी काम कन्टिन्यू राख्नेछिन्। यसपछि बेबी र सिद्धुको विवाह हुन्छ। विवाहको रात सिद्धुले बेबीलाई भन्छन् कि उनले उनीमाथि दया खाएर विवाह गरेका होइनन्, उनी साँच्चै नै उनलाई माया गर्छन्। उनी बेबीको नजिक आउने प्रयास गर्छन्, तर बेबी निदाउँछिन्। सिद्धुले उनलाई जबरजस्ती गर्दैनन् र चुपचाप अर्को ठाउँमा गएर सुत्छन्। यहाँ सिद्धुको माया एकदम साँचो देखिन्छ। उनी बेबीलाई पाउन चाहन्छन्, तर उसको मर्जी बिना केही पनि गर्न चाहँदैनन्। अर्कोतर्फ डिसिपी अन्जुम मुरजानीको मृत्यु भएको ठाउँको सीसीटीभी फुटेज हेरिरहेकी हुन्छन्। फुटेजमा उनलाई किलरको जुत्ता देखिन्छ। अन्जुमलाई तुरुन्तै याद आउँछ कि बेबीको जुत्ता पनि यस्तै थियो। त्यो दिन गाडीमा बस्ने बेला उनले आफैले देखेकी थिइन् कि उनको र बेबीको जुत्ता सेम थियो। यहीँबाट अन्जुमलाई बेबीमाथि शङ्का हुन थाल्छ। यता पापा र मनुको समस्या बढ्छ। मोरे नामको एउटा मान्छेलाई उनीहरूको फ्ल्याटबाट उनीहरू विरुद्ध धेरै प्रमाणहरू मिलेका छन् र अब उसले उनीहरूलाई ब्ल्याकमेल गरिरहेको छ। पापा भन्छन् कि मोरेलाई खतम गर्नुपर्छ। मनु भन्छन् कि यो काम उनी गर्नेछन् किनभने बेबीको भर्खरै विवाह भएको छ र उनलाई आफ्नो जीवनमा रहन दिनुपर्छ। मनु कोर्ट पुग्छन् र मोरेलाई मार्ने काम गर्छन्, तर गल्तीले उनले अर्कै मान्छेलाई मोरे ठानेर सुट गरिदिन्छन्। पछि उनलाई आफ्नो गल्तीको महसुस हुन्छ र उनी टुट्छन्। पापालाई पनि यो कुरा धेरै नराम्रो लाग्छ। जब बेबी घर आउँछिन्, तब उनलाई थाहा हुन्छ कि मनुले जुन मान्छेलाई गल्तीले मारेका थिए उनी उनीहरूकै कोलोनीमा बस्ने फैजु नामको केटाको बुबा थिए। फैजु आफ्नो बुबाको मृत्युले यति टुटिसकेको हुन्छ कि उसले बन्दुक किन्छ ताकि आफ्नो बुबाको किलरसँग बदला लिन सकोस्। बेबीले उसलाई रोक्छिन्। उनी चाहन्दिनन् कि यति सानो उमेरमा फैजु पनि त्यही अँध्यारो बाटोमा हिँडोस् जुन बाटोमा उनी आफै हिँडिरहेकी छिन्। बेबीले फैजुलाई सम्झाएर आफ्नो घर लिएर आउँछिन्। यसैबीच सिद्धुले बेबीलाई भन्छन् कि उनीहरूले एउटा ठूलो घर लिनुपर्छ ताकि सबैजना आरामसँग बस्न सकुन्। उनी बेबीलाई पनि घर हेर्न मद्दत गर्न भन्छन्। त्यसपछि बेबीलाई असली मोरेको पत्ता लाग्छ। मोरे एउटा डिलर पनि हो र आज ऊ कुनै क्लाइन्टलाई घर देखाउन आएको छ। बेबीले उसको पिछा गर्छिन् र मौका मिलाएर उसलाई सुट गरिदिन्छन्। तर त्यत्तिकैमा उनलाई थाहा हुन्छ कि मोरे जुन क्लाइन्टलाई भेट्न आएको थियो उनी अरू कोही नभएर उनका श्रीमान सिद्धु थिए। सिद्धु त्यही घर हेर्न आएका थिए। सिद्धु मर्डर देखेर धेरै डराउँछन्। बेबीले उनलाई यस हालतमा देख्छिन्। तब उनको भित्र पहिलो पटक धेरै गहिरो गिल्ट, ग्लानी आउँछ। घर फर्केर उनी सिद्धुलाई यति डराएको देख्छिन् कि उनलाई शान्त पार्नका लागि उनले किस गर्छिन्। सिद्धु अलिकति नर्मल हुन्छन्, तर बेबीको भित्र अब सबै कुरा बदलिन थाल्छ। अब उनलाई महसुस हुन्छ कि सायद उनले यो काम छोडिदिनुपर्छ।
बेबीलाई जहिल्यै लाग्थ्यो कि कन्ट्याक्ट किलिङ गर्दा गर्दै एक दिन उनले आफ्नो दिदीको किलर फेला पार्नेछिन्। तर अब सिद्धुसँग माया भएपछि उनी पहिलो पटक जिउन चाहन्छन्। उनी पापा कहाँ जान्छन् र साफ भनिदिन्छन् कि अब उनी यो काम गर्न चाहन्दिनन्। पापाले उनलाई सम्झाउँछन् कि यो बाटो यस्तो होइन जहाँ कोही आफ्नो मर्जीले बाहिर निस्कन सकोस्। उनी भन्छन् कि उनीहरूको बिजनेसमा इन्कमिङ हुन्छ, आउटगोइङ हुँदैन। मतलब जो भित्र आयो उनी बाहिर जाँदैन। पापाले यो पनि बताउँछन् कि उनीहरूभन्दा माथि धेरै ठूला मान्छेहरू छन् र यदि उनीहरूलाई थाहा भयो कि बेबी काम छोड्न चाहन्छन् भने परिणाम धेरै नराम्रो हुन सक्छ। तर बेबी आफ्नो फैसला बदल्दिनन्। पापाले आखिरमा उनलाई जान दिन्छन् किनभने उनी बेबीलाई छोरी जस्तै मान्छन्। उनी भन्छन् कि उनी बाँकी मानिसहरूलाई सम्हालिदिनेछन्। बेबी त्यहाँबाट जान्छन्। उनलाई लाग्छ कि अब उनी आफ्नो जीवन फेरि सुरु गर्नेछिन्। तर त्यही समयमा एउटा ठूलो सत्य सिद्धुको अगाडि आउँछ। सिद्धु घरमा बेबीको छाता लिएर जिस्किँदै डान्स गरिरहेका हुन्छन्। त्यत्तिकैमा गल्तीले छाताबाट गोली चल्छ। सिद्धु बुझ्छन् कि यस छातामा बन्दुक लुकेको छ। उनी मर्माहत सक्ड हुन्छन् कि त्यत्तिकैमा डिसिपी अन्जुम पनि त्यहाँ आइपुग्छिन्। अन्जुमले सिद्धुलाई भन्छन् कि उनलाई बेबीसँग कुरा गर्नु छ किनभने उनलाई लाग्छ कि बेबी एउटा मर्डरमा इन्भल्भ छिन्। सिद्धु यो सुनेर अझ बढी टुट्छन्। अन्जुमले उनलाई भनेर जान्छन् कि जस्तै बेबी आओस् उनले कन्ट्याक्ट गरून्। जब बेबी घर आउँछिन् तब सिद्धुलाई उसको सच्चाइ थाहा भइसकेको हुन्छ। सिद्धु चाहन्छन् कि बेबी प्रहरी कहाँ जाओस्, तर बेबी त्यसो गर्न चाहन्दिनन्। उनी सिद्धुलाई डराउने प्रयास गर्छिन्, तर सिद्धु डराउँदैनन्। तैपनि केही समयपछि उनी आफै फैसला गर्छन् कि बेबीलाई प्रहरी कहाँ लैजाने छैनन् किनभने सत्य थाहा पाएपछि पनि उसको माया कम भएको थिएन। त्यत्तिकैमा बेबीलाई लकीको भिडियो कल आउँछ। लकीले उनलाई देखाउँछ कि उसले पापालाई आफ्नो कब्जामा लिएको छ। उसले धम्की दिन्छ कि यदि बेबीले उसको कुरा मानिनन् भने उसले पापालाई मारिदिनेछ। लकीले बेबीलाई बन्टीको डिटेल्स पठाउँछ र भन्छ कि त्यहाँ गएर बन्टीलाई खत्तम गर्नुपर्छ। बेबी पापालाई बचाउनका लागि त्यहाँ पुग्छिन्, तर त्यहाँ गएर उनलाई थाहा हुन्छ कि यो एउटा जाल थियो। लकी र उसको मान्छे पहिल्यैदेखि नै त्यहाँ उपस्थित थिए। उनीहरूको प्लान बेबीबाट बन्टीलाई मार्ने होइन, बरु बेबीलाई नै खत्तम गर्ने थियो। तर बेबी यति सजिलै खस्नेहरूमध्येकी थिइनन्। उनी चलाखीपूर्वक दुवैलाई मारिदिन्छन्। अब बेबी बुझ्छिन् कि उनले जफरको भाइ लकीलाई मारिदिन्। यसको मतलब जफर अब चुप लागेर बस्ने छैन। अब खतरा केवल बेबीमाथि मात्र होइन, उसको पुरा फ्यामिलीमाथि छ। त्यसैले बेबी सिद्धु र बाँकी मानिसहरूलाई लिएर अर्को ठाउँमा लुक्न जान्छन्। बेबीले मन्जु र मनुलाई भन्छन् कि उनीहरू उसको घर गएर पैसा लिएर आउन् ताकि सबैजना सहर छोडेर निस्कन सकुन्। यसै क्रममा बेबीलाई लाग्छ कि अब सिद्धुले उनलाई माया गर्दैनन् होला। उनी सिद्धुलाई भन्छन् कि जस्तै उनी आफ्नो फ्यामिलीलाई सेफ ठाउँमा पठाइदिनेछिन्, दुवैजना अलग हुनेछन्। तर सिद्धुले साफ इन्कार गर्छन् किनभने उनी अझै पनि बेबीलाई माया गर्छन्। यो देखेर बेबीलाई पहिलो पटक अलिकति आशा जाग्छ। उता जब बेबी र सिद्धु घरमा हुँदैनन् तब जफर त्यहाँ पुग्छ। जफरले मनुसँग सोध्छ कि बेबी कहाँ छ किनभने अब उनी उनलाई मार्न चाहन्छन्। मनुले उनलाई बताउँछन् कि बेबी आफ्नो श्रीमानलाई लिएर भागिसकी। मनुले रिसको झोकमा पूरा घरमा आगो लगाइदिन्छ। यस आगोमा बेबीकी आमा, मनु र गोली पनि मारिन्छन्। गोली त्यही मान्छे थिए जसको घरमा यी मानिसहरू लुकेका थिए। जब बेबीलाई यो सबै थाहा हुन्छ तब उनी पूर्ण रूपमा टुट्छिन् र यही दुःखमा उनी पहिलो पटक आफ्नो श्रीमानसँग कुरा गर्छिन्। र भाइ, यही मुभीको सबैभन्दा ठूलो सत्य अगाडि आउँछ। अहिलेसम्म हामी जसलाई बेबी सम्झिरहेका थियौँ उनी वास्तवमा बेबी थिइनन्। उनी बेबीकी जुम्ल्याहा दिदी थिइन् जसलाई सबैले दिदी भन्थे। बाल्यकालमा त्यो रात होटलमा जो मरेकी थिइन् उनी असली बेबी थिइन्। जब किलर दुवै दिदी बहिनीको पछि परेको थियो अब बेबीको खुट्टाको पाउजु बजिरहेको थियो। दिदीले आफ्नो बहिनीलाई बचाउनका लागि त्यो पाउजु निकालेर आफूसँग राखेकी थिइन् ताकि किलर कन्फ्युज होस्। तर दुवैजना अलग भए र किलरले असली बेबीलाई समात्यो र उसको घाँटी थिचेर मारिदियो। बेबीले यो सब सुनिरहेकी थिइन् तर डर र बेबसीका कारण केही गर्न सकिनन्। जब पछि सबैले पाउजु देखेर बडी पहिचान गरे तब आमालाई लाग्यो कि मर्ने दिदी हो र बच्ने बेबी हो। दिदीले पनि सत्य बताइनन् किनभने उनी आफैलाई माफ गर्न सकिरहेकी थिइनन्। उनलाई लाग्थ्यो कि उनले आफ्नो बहिनीलाई मर्नका लागि छोडिदिन्। यही गिल्टमा उनले बेबी बनेर जिउन सुरु गरिन्। उनले बोल्न र सुन्न नसक्ने कुरा पनि लुकाइन् ताकि संसारले उनलाई त्यही बेबी मानोस्। र तबदेखि उसको एउटै मात्र मकसद थियो, आफ्नो बहिनीको किलरलाई खोज्नु। यही बाटोमा उसको भेट पापासँग भयो। पापाले उनलाई सम्हाले, उनलाई ट्रेन गरे र उनलाई यति बलियो बनाए कि उनी एक दिन आफ्नो बहिनीको बदला लिन सकुन्। अब प्रेजेन्टमा बेबीले डिसिपी अन्जुमलाई भेट्नका लागि बोलाउँछिन्। अन्जुम मन्जुसँग उनलाई भेट्न आउँछिन्। अन्जुमलाई अझै पनि लाग्छ कि बेबी बोल्न र सुन्न सक्दिनन् किनभने बेबीले यो राज केवल सिद्धुलाई मात्र बताएकी थिइन्।
बेबीले एउटा लेटर मार्फत अन्जुमलाई बताउँछिन् कि मुर्जानीलाई उनैले मारेकी थिइन्, तर यो काम उनले जफरको भनाइमा गरेकी थिइन्। उनी यो पनि भन्छन् कि यदि उनीहरूलाई जफर चाहिन्छ भने उनी उनीहरूलाई जफरसम्म पुर्याउन सक्छिन्, बरु मरेको जफर दिनु धेरै बेटर हुनेछ। मन्जु यो सुनेर तयार हुन्छन्, किनभने उनी आफ्नो श्रीमानको किलरलाई जसरी भए पनि सजाय दिलाउन चाहन्छन्। अब बेबीले जफरलाई त्यही पुरानो होटलमा बोलाउँछिन् जहाँ वर्षौं पहिले उसकी बहिनीको मृत्यु भएको थियो। जफर त्यहाँ पुग्छ, तर अब त्यो होटल पहिले जस्तो खाली छैन। ठाउँ भग्नावशेष खण्डर बनिसकेको छ र धेरै गरिब मानिसहरू त्यहाँ बस्न थालेका छन्। बेबी यही चाहन्थिन्, किनभने भिडमा कसैलाई मार्नु उसको लागि जहिल्यै सजिलो रहेको छ। जफर बेबीले दिएको साइन फलो गर्दै माथि आउँछ। त्यहाँ बेबी उसको पर्खाइमा बसिरहेकी हुन्छन् र यही थाहा हुन्छ कि जब बेबीले जफरलाई देखेकी थिइन् तब उसको एउटा कानलाई देखेर उनी बुझेकी थिइन् कि यही नै उसकी बहिनीको किलर हो, किनभने बाल्यकालमा होटलमा उनलाई काटिएको कान देखिएको थियो। त्यही क्लू उसको दिमागमा सधैँका लागि रहिरहेको थियो। अब बेबी र जफर बीच फाइट हुन्छ। जफर धेरै शक्तिशाली छ, उसले बेबीलाई नराम्ररी कुट्छ। त्यत्तिकैमा सिद्धु त्यहाँ पुग्छ र बेबीलाई बचाउने प्रयास गर्छ। सिद्धु जफरसँग लड्छ, तर जफरले उसलाई पनि मार्न लागेको हुन्छ। त्यही समयमा बेबी फेरि उठ्छिन् र जफरलाई सुट गरिदिन्छन्। जफर त्यही मर्छ। मन्जु खुसी हुन्छन्, किनभने उसको श्रीमानको किलर खतम भइसकेको थियो। तर कथा यही सकिँदैन। केही समयपछि बेबीले देख्छ कि जफरको मोबाइलमा कल आइरहेको छ। कल अरू कसैको नभएर पापाको हुन्छ। बेबीले कल उठाउँछिन्। पापाले जफर सम्झेर सोध्छन् कि बेबी मरी उसलाई धेरै गाह्रो त भएन नि। यो सुन्ने बित्तिकै बेबी बुझ्छ कि असली खेल त पापाले खेलेका थिए। जब बेबीले काम छोड्ने कुरा गरेकी थिइन् तब पापाले फैसला गरिसकेका थिए कि उनलाई खतम गर्नुपर्छ, किनभने उसको हिसाबले त्यो धन्दाबाट कोही बाहिर जाँदैन। पापाले नै त्यो जफरलाई भनेका थिए कि बेबीलाई खतम गरिदेऊ। पहिले लक्कीले यो काम आफ्नो हातमा लियो, तर बेबीले लक्कीलाई मारिदिइन्। त्यसपछि जफर आफै बेबीलाई मार्न आयो र यही चक्करमा बेबीलाई थाहा भयो कि जफर नै उसकी बहिनीको किलर हो। अब बेबीलाई पापाको सच्चाइ पनि थाहा भइसकेको थियो। बेबीलाई थाहा हुन्छ कि पापा एउटा आश्रममा छन् जहाँ उनी आफ्नो पाप पखाल्ने प्रयास गरिरहेका छन्। बेबी त्यहाँ पुग्छिन्। पापा ट्रेनबाट जाने तयारीमा हुन्छन्। बेबीलाई देखेर उनी बुझ्छन् कि उनी उनलाई मार्न आएकी हुन्। पापासँग पनि बन्दुक हुन्छ। उनी बेबीसँग भन्छन् कि उनले उनलाई कहिल्यै माफ नगरोस्, किनभने उनी उसको गुनहेगार हुन्। बेबीले उनलाई बताउँछिन् कि उनलाई अब समझ आइसकेको छ। पापालाई पहिलेदेखि नै थाहा थियो कि जफरले उसकी बहिनीलाई मारेको थियो, तर उनले कहिल्यै यो सत्य बताएनन्, किनभने यदि बेबीलाई सत्य थाहा भएको भए सायद उनी पापाको कन्ट्रोलमा रहन्दिन थिइन्। बेबी भन्छन् कि उनी उनलाई माफ गरिरहेकी छिन् र त्यसपछि आफ्नो प्लास्टरमा लुकेको बन्दुकले पापालाई सुट गरिदिन्छन्। त्यसपछि बेबी त्यहाँबाट जान्छन्। यसपछि उनी सिद्धुलाई भेट्छिन्। सिद्धुले उनलाई सोध्छन् कि अब अगाडिको के प्लान छ। बेबी भन्छन् कि अब उनीसँग कुनै प्लान छैन। त्यत्तिकैमा डिसिपी अन्जुमको कल आउँछ। अन्जुम भन्छन् कि उनी उनलाई अझै एउटा मान्छेको डिटेल्स पठाउँदैछिन् जसलाई गएर खत्तम गर्नुपर्नेछ। मतलब जुन काम बेबी पहिले कन्ट्याक्ट किलर बनेर गर्थिन्, अब त्यही काम उनी प्रहरीका लागि गर्नेवाली छिन् र यसैका साथ मुभी यहाँ खत्तम हुन्छ। आखिरमा यो कथा केवल बदलाको मात्र होइन, यो गिल्ट, पहिचान र त्यो दुःखको कथा हो जसलाई एउटा मान्छेले वर्षौंसम्म आफ्नो भित्र लिएर बाँचिरहन्छ। बेबीले आफ्नो बहिनीको बदला त लिइन्, तर जुन अँध्यारो बाटोमा उनी हिँडिसकेकी थिइन् त्यसबाट बाहिर निस्कन अब पनि सजिलो थिएन। बस यही थियो बेबी डु अर डाई मुभीको एक्सप्लेनेसन। अब यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। नेपालीमा यस्तै उत्कृष्ट फिल्म विश्लेषणहरूका लागि मुभी एक्सप्लेनेसन्स इन नेपाली च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।